इन्ट्रोभर्ट छु होइन मकै लाउनु सुरु गरिसकेको छ म करिब 4 वर्षपछि मकै लाउनुको लागि बारीमा आएको छु बिहान पनि त्यत्रो हिँड्दा त्यत्रो बिहानभरि हिँडेको म कहाँ पुग्थेँ होला हाई एभ्रिवान गुड मर्निङ एन्ड म चाहिँ मल छराएर घर गएर पानी लिएर मकै लगाउनु सियो झार्नुको लागि जाँदैछु सबै काममा हुनुहुन्छ बोजू बाबा दिदी सबै काममा हुनुहुन्छ म चाहिँ यहाँको घरमा चाहिँ पानी खानु जान्छु भनेर पर घरमा पुगेर आउँदैछु मकै लाउनु सुरु गरिसकेको छ अनि फोन बोक्दिनँ नि त म फोन बोक्दिनँ नि त अनि पानी खाने नि म फोन लिनु गएको त्यो झोला दिनु झोला नै त्यो आलुहरू नै कतिको बाक्लो कि पातलो लाउनु पर्ने उम्रिन्छ होला नि Saga. Không xuống à, không mong. Chút xíu thôi. Không có thì mang đi. Là đẹp không? Lẹ cúc con lên. डिउरेबाटै दिनुभएको घ्याम्पे डिउरेबाटै साकुले घ्याम्पे दिनुभएको एभोकाडो पनि सक्यो 2 दाना थियो टिपिरहेको हिजो यो मिठो रहेछ के बनाउनु थियो मिठो होइन मिठो पो त त्यो त खोइ छ र अझै छैन चिनी लाएर खानुभएको भए मिठो हुन्थ्यो गुलियो अब थालो फेरि झोला बोकेर म करिब 4 वर्षपछि मकै लाउनुको लागि बारीमा आएको छु देख्न सक्नुहुन्छ उड्नु खिच्छु सक्यो बल्ल हिँड्नु बुवा पनि अनि यो गोरुहरू चाहिँ हाम्रो होइन क्या आमादेहरूको हाम्रो चाहिँ गोरु जोत्ने गोरु छैन एउटा गोरु छ बुढो भएर जोत्नु छोडेको मामालेहरूको गोरु हो क्या यहाँनिरको घरको गोरु हो तलतिर सबै तल्लो गाउँ हो अनि म नि घर जाँदैछु अब 10:30 भइसक्यो 3 hours later 1 बजेको घाममा पानी दिन आएको बस्तुलाई पानी नै छैन आउनै बन्द भएछ त यस्तो हिँड्नु परिरहेछ 1 बजेको घाममा अनि मरेको जुन भएन त अब झन्डै लड्यो नि मरेको जुन हुँदैन त यतार त कुद्नु पर्दा बिहान पनि त्यत्रो हिँड्दा त्यत्रो बिहानभरि हिँडेको म कहाँ पुग्थेँ होला भन्न चाहन्छु गले यहाँ माथि गुराँस फुलिरहेछ पहिला त धेरै फुल्थ्यो अहिले त होइन अब कहिले छुट्याएको यहाँनिर पानी फेरि यहाँबाट छुट्याएर छुट्टिएको रहेछ नि त घाँस पनि पहिला सबै यतातिर यो बस्तु चराउनु ल्याउँथ्यौँ हामी त यहाँ माथि आहाल थियो अहिले सक्छ छैन अहिले रहेछ जान्छ यहाँबाट जान्छ हाम्रो पानी चाहिँ
हालमा देखाउँछु ल। पहिले चाहिँ यहाँनिर थियो उरिएर, अहिले चाहिँ यहाँ माथि रहेछ। आजको दिनदेखि मकै लगाउनु सुरु भयो हाम्रो चाहिँ। अनि धमाधम हुन्छ होला सायदै अब, अलिक बिजी बिजी भइन्छ। सफलता बिच गाउँमा यसरी खोल्सामा यता यता सबै गाउँछ। खोल्सामा सफलता कराउँदै हिँड्दैछ। मान्छेहरूले पागल भयो भन्छ होला। अब आयो नि त पानी। बस्तुहरू मेरो जनताहरू यहाँ पानी खानु मन लागेर तिर खाएर फ्या फ्या गर्दैछ। म यहाँ पानी बनाइदिन्छु फ्या फ्या। अहिले त कि सानो बलिरहेछ। आमा अघि त कति ठुलो बलेर माथिसम्म बलेर मलाई डर लागेर मैले पानी पनि यहीँनिर लिएर आएको छु नि। पानी पनि मैले यहीँ लिएर आएको छु नि, डर लाग्यो। अहिले त खडेरी चलिरहेछ नि त। अनि झन्डै फोन बजाएको। अनि पानीले यसरी मारेर मात्रै घर जानुपर्छ। यहाँ मैले मल बोकिसकेको आज, तर कति बोकेँ मलाई थाहा छैन होइन। बिचतिर त अब मलेको छ, अनि त्यही भएर बोक्नु पर्दैन छेउभित्र। त्यहाँनिर चाहिँ मेबी हामी भोलि मकै छोड्छौँ होला। अनि यो घसबाट डराउनु छ नि त। अनि फेरि मकै छरेपछि डराउँदाखेरि त तातो हुन्छ, तातोले बिउ फेरि मरिँदैन नि त। त्यही भएर मलाई आजै डराइदिनु। The next day. वेलकम ब्याक टु माई च्यानल। गुड मर्निङ। आज घाम भर्खर त्यति आउँदा मैले यति काम सकिसकेँ भनेर म देखाउन चाहन्छु, किनकि म यति बेला भर्खर उठ्दै गरेको हुन्छु। यतिको काम गर्ने बुहारी भयो हुन्न रहेछ सुवामा। छोरालाई लिन पठाउनु न हौ बुहारी लिन। हजुर टिकटकमा हालिदिन्छु ल, टिकटकमा हालिदिन्छु ल, मेन्सन गरेर क्या ल। ल ल इसके लिए कलिया में खोया न कि। कान्छी छोरीलाई सुखाइदिएनन्, कान्छी छोरीलाई दुःख दिए म त। मेरो सर्ट फुकाल्नु कहाँ हिँड्नुभएको? मेरो सर्ट फुकाल्नु, मेरो सर्ट फुकाल्नु है। छिटो छिटो मेरो सर्ट यो फुकाल्नु। अरू खानेकुरा ल्याइदिनु म त। छिटो है, म खानेकुरा पनि बिग्दिनँ। छिटो है, यो सर्ट फुकाल्नु है। छिटो न सर्ट फुकाल्नु है छिटो। कहाँ हिँड्नुभएको? खोइ तपाईँको ओटिटी चेक गरौँ। हेत्तेरी कस्तो हेत्तेरी बाजेको जस्तो देखिँदैछ होला यो। खानेकुरा ल्याइदिन्छु क्या अब। बेलुकासम्म चाहिँ म बोकेर बस्छु। यहाँ मान्छे डोका बोकेर घर, मान्छे डोका बोकेर हिँड्दैछ काम गरेर, कोही चाहिँ ऊ खानेकुरा ल्याइदिन्छु क्या म। कान्छी छोरीले दुःख पायो। म चाहिँ घाँस यसरी यो बोल्दै बनाउनु चाहिँ आउँदैन होइन। बाजेहरू घाँस लगेर ल्याँदै हुनुहुन्छ। म
मलाई चाहिँ बोल्दै बनाउन चाहिँ आउँदैन होइन। तर म चाहिँ मान्छेहरू यस्तो बोलेर बनाउनै सक्दिनँ क्या। अब क्यामेराको अगाडि त म बोल्छु होइन, लाइक म बोल्छु हल्का। तर अब म गाउँमा चाहिँ सबैले मलाई भन्छ क्या बोल्दैन भन्छ होइन। म चाहिँ इन्ट्रोभर्ट छु होइन। म इन्ट्रोभर्ट इन माई रियल लाइफ, बट आइएम एक्सट्रोभर्ट इन सोसल मिडिया। लाइक मेरो साथीहरूसँग चाहिँ म एक्सट्रोभर्ट टाइपको छु, बट तर रियल लाइफमा चाहिँ म कसैसँग पनि बोल्दिनँ। यतातिर नि मकै छोड्नुको लागि रेडी छ होइन, रेडी छ। बुक्कु ओए बसी गएर घरमा घर पर्ख। बिच गाउँमा यसै गर्नु सफलता। मैले भ्लग बनाउनुको चाहिँ मेमोरी क्रिएट पनि हो होइन। त्यो बारीहरूमा म 2-3 वर्षमा दुई तिन वर्ष अगाडि मैले काम गर्दाखेरि छुट्टै थियो नि त। मम्मी हुनुहुन्थ्यो गाइड गर्ने होइन, यो गर त्यो गर, यतादेखि यता लगाऊ उता लगाऊ भन्ने हुनुहुन्थ्यो। अनि अहिले पनि गाइड त बाबाले गर्नुहुन्छ, तर सेकेन्ड गाइडर हो नि त। मम्मी भनेको फर्स्ट गाइड गर्ने मान्छे, अनि त्यसपछिको बाबा हो, दिदी हो, अनि त्यहाँदेखि म चाहिँ कान्छी छोरी हो, लास्टै हो। म चाहिँ यो गरेँ त्यो गरेँ। त्यो मान्छेको कमी हुँदाखेरि चाहिँ अब गाह्रो हुँदो रहेछ। म चाहिँ मेमोरी क्रिएटको लागि र मलाई चाहिँ भिडियो खिच्न चाहिँ एकदमै धेरै मनपर्छ, त्यही भएर चाहिँ म भिडियो गर्छु। अदरवाइज त्यही हो, म घर आइपुगिसकेँ होइन। आजको भिडियोको लागि यति नै। यहाँसम्म हेरिदिनु होला सम्पूर्णलाई धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ।